मेरा प्यारा साथीहरू, हजुरहरूलाई हिजो मैले यो ब्लाउजको भिडियो देखाएको थिएँ, तर जबसम्म लगाएर हामीले यसरी देखाउन सक्दैनौँ नि हजुरहरूलाई केही थाहा हुँदैन। यसको चाहिँ बुट्टी गरेको यो ह्यान्डमेड बुट्टीको होइन, कस्तो प्रिन्टहरू ठ्याक्क ठाउँमा होइन यसरी हेर्नु त मिलाएर राखिदिएको हुन्छ। अनि ब्याक साइडमा पनि त्यस्तै गरेर मिलाएर राखिदिएको हुन्छ होइन। मैले चाहिँ यो ब्रा लगाइवरी लाएँ, जाडो छ खोलिनँ होइन। तर हजुरहरूलाई यो चाहिँ फर्मेटेड छ, ब्रा नलगाइकन लाउन मिल्छ। अनि यदि यस्तो स्लिप मन पर्दैन भने चाहिँ यो ब्लाउज लिँदाखेरि हजुरहरूले यसरी चाहिँ ब्लाउजको जोड्ने यसको बाउला पनि पाउनुहुन्छ होइन। अनि यो बाउला जोड्दा चाहिँ यस्तो कुइनाको बाउला पुग्छ यस्तो हजुरहरूलाई। र ब्लाउज आएको छ 40मा रेडी भएर, बढाउँदा र घटाउँदा साइज मिल्छ त कति धेरै भने होइन। अनि यो ब्लाउज चाहिँ मेन कुरा नि हजुरहरूले यो ब्लाउज 1800मा लिनुभयो यदि भने होइन। हामीसँग चाहिँ एकदमै धेरै सिल्कको थानको कपडाहरू छ हजुरहरूलाई। ब्लाउजसँग चाहिँ हामीले थानको कपडा यो साडी प्लेन साडीमा ह्याप्पी ब्लाउज हेर्नु त कस्तो राम्रो लुक्स आउँछ होइन। अनि सस्तो पनि पर्छ र स्ट्यान्डर्ड ब्रान्डेड पनि देखिन्छ। यो ब्लाउज 1800 भयो। यो साडीलाई 5.5 मिटरलाई